जुन चितवनको इच्छाकाना गाउँपालिका वार्ड नम्बर 3 र गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वार्ड नम्बर 1 बुटार स्थित त्रिशुली नदीमा बनिरहेको छ। यो अहिले हामीले पृथ्वी राजमार्गको हाइवेको पहिचान दिँदाखेरि ठ्याक्कै कि चुम्लिङटार भन्ने स्थानबाट तल्लोपट्टि त्यो त्रिशुली नदी हो। यो नदीमा अहिले ब्लू इनर्जीले 100 मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। अहिले ड्याम बनाउने काम केही माथि भइरहेको हामी देख्न सक्छौँ। जुन ड्याम चाहिँ 24.5 मिटर हाइटको रहनेछ र यसको चाहिँ जिरो लेभल फिसिङ बजारसम्म पुग्ने भन्ने जानकारी चाहिँ आयोजनाले दिएको छ। यो 4 वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। अहिले 1.5 वर्ष भइसकेको छ र यसको 20% काम सम्पन्न भएको आयोजनाले जनाएको छ। त्यस्तै यसमा चाहिँ 3वटा डिफ्रेन्ट च्यानलबाट चाहिँ विद्युत उत्पादन हुन्छ, जुन 33.3 र 33.3 को गरेर कुल 100 मेगावाटको चाहिँ बिजुली उत्पादन हुन्छ। र यसमा 5वटा गेटहरू 14/12 मिटरको 5वटा गेटहरू रहन्छन्, जुन गेट चाहिँ भोलि ठुलो पानी वा यो हाम्रो हाइड्रोको क्षमताभन्दा बढीको बहावलाई छेक्नको लागि वा पानीलाई स्वतः शुद्ध रूपमा बगाउनको लागि त्यस्ता गेटहरूको व्यवस्था गरिएको छ। र यसको त्यो गेटसम्म ठुलो पानी बहाव आएको आकलन गर्नका लागि माथि त्रिशुली र बुढी गण्डकी नदीको दोभान बेनीघाटमा चाहिँ एउटा साइरन राखिएको छ। त्यो साइरनले सङ्केत दिने बित्तिकै यहाँ पानीको बहावको आकलन गरिन्छ। त्यहाँबाट यहाँसम्म पानी आउनको लागि 1 घन्टा 30 मिनटको दूरी आकलन गरिएको छ। यो बाँधले चाहिँ 9800 क्युबिक पर सेकेन्डसम्मको पानी फ्याँक्न सक्ने आकलन गरिएको छ। जुन अहिले नर्मल अवस्थामा हामीले हेरिरहेको पानी चाहिँ झन्डै 600 क्युबिक पर सेकेन्डको मात्रै देख्न सकिन्छ भने गत असोज 12 गते ठुलो बाढी आएको दिन पनि यहाँ 6000 क्युबिक पर सेकेन्डको पानी बगेको स्थानीयले बताएका छन्। सेर्नी ड्याम भइसकेको थियो क्या, रोकिसकेको थियो नदी। यहाँ पहाड बनाएको थिए, यो गिटी बालुवाहरूको पहाड, यहाँ चाहिने कच्चा पदार्थ। यो अहिले तल भएको पहाड थियो, त्यो पहाडमाथि त्यो अब डोजर एक्जाभेटर थियो, स्लिपर थियो, त्यो पनि बगाएको हामीले भिडियोमा हेरिहाल्यौँ। असोज 12 गतेको बाढी नदी यसरी नै कुना पसाएर कटिङ गराएको थियो, नदीलाई यता बगाएको थिए। तर त्यो असार 12 गते यति ठुलो पानी आयो कि त्यो बहाव, नदीको बहाव त्यही कुनातिरबाट तर ठुलो आकारमा बग्दै जाँदाखेरि त्यसले चाहिँ यसरी आउँदाखेरि उठ्यो गोर्खा बिच रिसोर्ट। त्यो गोर्खा बिच रिसोर्ट हो, त्यसको चाहिँ स्विमिङ पुल धेरै भौतिक संरचनाहरू चाहिँ क्षति भएको, करोडौँको क्षति भएको थियो क्या। यो चाहिँ के बन्दै हो? यो सुपर त्रिशुली हाइड्रो हो। यो 100 मेगावाट जतिको लाग्छ। यसो कहाँ छ त्यो हेर्न सकिन्छ, बन्दैछ। र यसलाई यहाँनिर कुनेर यसको चाहिँ जिरो लेभल फिसिङ बजारसम्म पुग्छ भनेको फिसिङ बजारसम्म चलाउ हुने हिसाबले यहाँनिर ड्यामिङ हुन्छ क्या अब यो। अनि यहाँबाट खसालेको पानीबाट बिजुली निकाल्ने हो। यो चाहिँ सुपर त्रिशुली भन्छ। अहिले यहाँ त्रिशुली खन्ने काम भइरहेको अवस्था छ। यहाँ ताल बनेको हामीले देख्न सक्छौँ। त्यही हो भनेको इलेक्ट्रिसिटी हो बगेको पानी त्यसले खाने जस्तो के जस्तै हामीले क्याप्टिङ चल्ने चाहिँ तल हो कि माथि हो? क्याप्टिङ चल्ने त चराउँदै फिस्लिङबाट तल मनकाना केबुलकारी यही रुट हो नि। जस्तै हामीले हेरेको अहिलेसम्म देखेको चाहिँ भनौँ न, हाइड्रो भनेको कस्तो हुन्थ्यो भन्दा माथिबाट पानीको बेगले मेसिनहरू बगेको पानीले मेसिनहरू टर्बाइन घुमाएर विद्युत उत्पादन हुन्थ्यो भने यो चाहिँ जलाशययुक्त जलाशय त त्यो पनि भयो, जमाएर पानीलाई सङ्कलन गरेर गर्ने। एउटा चाहिँ त्यो माथिबाट झारेर भयो, अर्को चाहिँ जलाशय बनाएर त्यो चाहिँ विद्युत सञ्चित हुनेवाला। यस्तो चाहिँ नेपालमा कहाँ होला? के छ जलाशय त त्यही होला क्या, कुलेखानी एउटा हामीले देखाए त्यही त हो नि। धेरै छ नि, मर्स्याङदिन जलाशय मर्स्याङदी, मध्य मर्स्याङदी, तल्लो मर्स्याङदी, सबै अनि अप्पर मर्स्याङ सबै जलाशय छ। त्यसपछि यो बुढाले ठाउँ ठाउँमा निवेदन हालिसके, मलाई यति क्षति भयो ऊ भयो भनेर। यहाँ नम्बरी जग्गै छ, ऐलानी भारी होइन, सरकार ऐलानी चेपेर बना भन्ने हुन्थ्यो नि। यो एकजना गुरुङ भन्ने मान्छेले किनेर बुढाले गरेका रहेछन्। मलाई यहाँ बुढोले म्यासेन्जरमा त्यो नै पठायो।
सबै यसमा चाहिँ यो पारिपट्टिको त्यो गोर्खा बिच चाहिँ इक्वेटर एक्सपेडिसन ग्रुपले सञ्चालनमा गरेको हो, ल्याएको हो। त्यो ग्रुपले सञ्चालनमा ल्याएको यो रिसोर्ट चाहिँ यो सुपर त्रिशुली हाइड्रोले क्रिएट गरेको बनाएको आर्टिफिसियल पहाड र त्यसपछि नदीको फ्लो अत्याधिक भएर नदी चाहिँ पुरानो बाँध क्षेत्रमा नगइकन फरक धार परिवर्तन गरेर सिधै त्यो रिसोर्ट क्षेत्रलाई हानेपछि यो क्षति भएको छ र अनि त्यसको चाहिँ क्षतिपूर्तिको माग दाबी गरेर चाहिँ कम्पनीले अहिले सुपर त्रिशुली हाइड्रो विरुद्ध चाहिँ एउटा निवेदन पनि दिएको छ। किनारभन्दा 8 फिट माथि रिसोर्टकै स्वामित्वमा रहेको खेल मैदान, 12 फिट माथि रहेको स्विमिङ पुल यहाँ लेखेर छ, स्विमिङ पुल र डाइनिङ हल साथै नदीको किनारबाट 20 फिट माथि रहेको सफारी टेन्ट, कटेज, डिजे हल लगायत संरचना बाढीले बगायो भनेर छ। त्यो माटो बाँकी राखेन नि त। अब यसलाई त त्यसको त्यो पिलरको आडबाट सर्लकै हुइसम्म चाहिँ ड्याम बनाउनु पर्छ नि आयो होइन यो डाँडा यो ढिस्कोमा थियो, यो तलाउ छ नि यहाँनिर ढिस्को थियो, यहाँ थियो, यो पुल पनि थिएन, यो पछि बनाएको। ए त्यो हामीले भिडियोमा देख्थ्यौँ नि यहाँको होइन हो, यो तलाउ हानेरको तलाउ भएनेरमा चाहिँ ढिस्को थियो त्यहाँ चाहिँ सुपर त्रिशुलीले कच्चा पदार्थहरू त्यतिखेर राति चाहिँ थुपार राखेको थियो, एक्सकाभेटरहरू बगाएको चाहिँ देखिरहेको थियो, 2-3टा ट्रिपरहरू थियो। यो परियोजनालाई पनि ठुलै घाटा भएको देखिएछ।